आज हामी श्री स्वस्तानीको तेस्रो अध्याय अध्ययन गर्नेछौँ र कथाको प्रारम्भमा गरिने स्तुतिका लागि हामीले हातमा फूल लिएर हात जोड्नेछौँ। मन, वचन र कर्मले मन शान्त भएर कथाको प्रारम्भ गर्ने स्तुति अगाडि बढाउन चाहन्छु। यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुत स्तवन्ति दिव्यैस्तवै वेदो साङ्गपदो कर्मोपनिषदै गायन्ति यसामगा ध्यानावस्थित तततेन मनसा पश्यन्ति यं योगिनो यस्सन्तनबिन्दुसुरासुरगणा देवाय तस्मै नमः। श्रीमञ्चन्दन चर्चित उज्ज्वल बपु शुक्लाम्बर मल्लिका मालालङ्कृत कुण्डला पर्वित सन्तु शोभाविता सर्वज्ञान निदान पुस्तकधरा रुद्राक्ष मालाकरा वाग्देवी वदनम्बुजे वसतु मे त्रिलोक्ये माता चिरम् मङ्कु करोति वाचल पङ्गुलयन्ते गिरिम् यत कृपातहं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासातमीत तेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् नारायणं नमस्कृतं नर चैवं नरोत्तरं देवी सरस्वती व्यास ततो जये मुदीरये। आज हामी तेस्रो अध्याय अध्ययन गर्नेछौँ। अब ध्यानपूर्वक कथा सुन्नेले हात जोडेर ध्यानपूर्वक सुन्नुहोला। कुमारजी आज्ञा गर्नुहुन्छ, ए अगस्त मुनि, अष्ट प्रजापतिमा सबभन्दा जेठा दक्ष प्रजापति थिए। तिनकी बिरणी नामकी साध्वी एवं पतिव्रता स्त्री थिइन्। बिरणी गर्भिणी भइन् र 10 मास पूर्ण भएपछि पुत्री जन्मिन्। कस्ती कन्या भने 1000 सूर्यको जस्तो तेज भएकी, 32 लक्षणले युक्त, पद्मपत्र जस्तो नेत्र भएकी, अरुण उदय भए जस्तो रक्तवर्ण भएकी, हात्तीका सुँड जस्तो हात भएकी, कदली स्तम्भ जस्तो तिग्रा भएकी, चन्द्रमाको जस्तो उज्जवल र शान्त मुख भएकी यस्ती परम सुन्दरी कन्या जन्मेकी देखि दक्ष प्रजापतिले आनन्द मान्दै आफ्ना गुरु पुरोहित वशिष्ठ आदि ज्योतिषीहरूलाई डाकी विधिपूर्वक न्वारण गराए। सबै ऋषि ज्योतिषीहरूले गणना गरेर भने, हे दक्ष प्रजापति, यी बालिकाको नाम सतीदेवी भन्ने तीनै भुवनमा प्रख्यात हुनेछ। दक्ष प्रजापतिले भोजन गराई दक्षिणादि विदा गरे। सबैजना आफ्ना आश्रममा गए। हे मुने, यो कुरा धेरै लामो छ, तापनि म संक्षेपमा भन्दछु। त्यसपछि बिरणीका क्रमले 33 कोटी कन्या जन्मे। ती सबैलाई दुवै दम्पतिले अथा योग्य रूपमा पालन गरे। अनि अगस्त मुनिले सोधे, हे कुमार, ती कन्याहरूको विवाह 33 कोटी देवतासँग कसरी भयो, त्यो पनि सुन्ने इच्छा छ। त्यति सुनि कुमारजी आज्ञा गर्दछन्। हे अगस्त मुनि, एक दिन स्वर्गका देवता ऋषि यक्ष गन्धर्व किन्नर 10 दिक्पाल जम्मा भई सभा गरे भने हाम्रा स्त्री छैनन्। दक्ष प्रजापतिका 33 कोटी कन्या विवाह गरौँ, तर कन्या माग्न कसलाई पठाउने भनी मत दिई मिलाई नारदजीलाई डाकी सबै कुरा बुझाएर दक्ष प्रजापति कहाँ कन्या माग्न जाउँ भन्दा नारदजीले स्वीकार गरी दक्ष प्रजापतिका घर गए। दक्ष प्रजापतिले उचित शिष्टाचार गरेर के कामले पाल्नुभयो भनी सोधे। आफूलाई देवताहरूले पठाएको कुरा सुनाई। हे दक्ष, तिम्रा 33 कोटी कन्या 33 कोटी देवताहरूलाई देऊ भने। नारदजीका कुरा सुनि दक्ष प्रजापति प्रसन्न भएर भने, हे नारद, तिमीले असल कुरा भन्यौ। म धन्य रहेछु। मेरा 33 कोटी कन्या 33 कोटी देवतालाई दिने वचन दिएँ। मैले
दिएँ, एउटी सतीदेवी मात्र दिने छैन, किनकि मेरा पुत्र छैनन्। सम्पत्तिको रक्षा को गर्ला, अन्य सबै कन्या तिमी जहिले भन्छौ र जसलाई दिन भन्छौ उसैलाई दिनेछु। अब यहाँबाट गएर विवाहको दिन ठहराई पठाउन लगाऊ भने अनेक उपचारले पूजा गरे। नारदजी दक्षसित बिदा मागी सरासर स्वर्ग गए। नारद आएको देखि देवताहरूले तिमी गएको काम के भयो भनी सोधे। नारदजीले सतीदेवी बाहेक अन्य सबै कन्या दिन्छु भन्ने कुरा सुनाए। अनि देवताहरूले धन्य नारद मुनि भन्दै प्रशंसा गरी विवाहको दिन ठहराई पठाए। त्यसपछि विवाहको सामग्री तयार गरी देवताहरू कन्यादान लिन भने दक्षका घर पुगे। उनले देवताहरू आएको देखि आनन्द मान्दै मङ्गल यात्रा गर्दै आफ्नो मर्यादाले सतीदेवी बाहेक 33 कोटी कन्या नारदजीको आज्ञा अनुसार 33 कोटी देवतालाई कन्यादान दिए। देवताहरू कन्यादान पाई हर्षपूर्वक आफ्ना स्त्रीले आफ्ना आश्रममा गए। को यो वृत्तान्त कैलाश पर्वतमा रहेका शिवजीले थाहा पाएर देवताहरूले मलाई बाहेक पारी एक वचन पनि नसोधी आफूले कन्यादान दिएछन्। कैलाशको स्वामी भएर पनि मेरा स्त्री छैनन्। अब मलाई कसले कन्या देला भनी आफ्ना दृष्टिले विचार गरेर हेर्दा दक्षकी 33 कोटी कन्यामा सबभन्दा जेठी बाँकी नै रहेछन्। देवताहरूले मेरो मर्यादा राखेकै रहेछन्। अब ती कन्या माग्न कसलाई पठाउँ, आफै जान्छु भनी दक्षका घर गए। दक्षले महादेव आउन लागेको परैबाटदेखि बिरणीसित भने, हे स्त्री, त्यो आउन लागेको महादेव हो। के भन्न आयो भने कुरा गर्दै गर्दा महादेव घर मुनि पुगेर बोलाउनु भयो। अनि दक्षले झ्यालबाट हेरेर माथि आइज भनी डाके र सोधे, हे महादेव, आज त मेरा घरमा के कामले आइस भनी हेला गोर बोले। अनि महादेव भन्नुहुन्छ, हे दक्ष प्रजापति, तिम्रो घरमा आउने मेरो अरू केही प्रयोजन थिएन। तिमीले कृपा गर्नाले 33 कोटी देवताले कन्यादान पाएर उद्धार भए। अब सतीदेवी रहेकी रहेछन्, म योग्य पनि छु ती कन्या मलाई कृपा गर। महादेवको यस्तो वचन सुन्न साथ दक्ष अत्यन्त रिसाई भने, पापिष्ट महादेव, मेरी कन्या सतीदेवी तेरो योग्य कसरी होली त? कस्तो भने मसानको खरानी घसी, सर्पको गहना लगाई, बाघको छाला ओढेर, डमरू त्रिशूलले बुढो साँडेमा चढेर हिँड्ने, भिषभाङ धतुरो खाई भूत प्रेतली मसानमा बस्ने, दिगम्बर देख्दैमा पनि घिन लाग्ने, यस्तो तैँले मेरै मुखियाजी आई यस्तो अयोग्य कुरा गरिस्। जा, मेरो घरमा नबस भनी पाखुरामा समाती धपाए। महादेवले यस्तो किसिमसित दक्षले क्षुद्र वचनद्वारा निन्दा गरेको सुनि साह्रै नै चित्त दुखाई बाहिर आएर नदिने भए दिन्न भने भइहाल्थ्यो। यस्तो निन्दा गर्ने कामै थिएन। अब कहाँ जाउँ, के गरौँ, ती कन्या कसले मलाई पारिदेला भने तर्क वितर्क गर्दै विष्णुको वैकुण्ठ धाम पुग्नु भयो। विष्णुजीले शङ्करजी आएको देखि हतपत उठेर उच्चासनमा बसाली के कामले आज परिश्रम गर्नुभयो भनी सोधे। अनि महादेवले आफू दक्षका घर गएको र उनले दुर्वाच्य बोली अपमान गरेको कुरा सुनाइसकेपछि, हे विष्णु, मेरा स्त्री छैनन्, त्यसैले घर पनि छैन, यही कुरा गर्न आएको हुँ। अब जसरी ती कन्या मेरी हुनेछन् त्यही काम गर, यति काम गर भन्नुभयो। महादेवको वचन सुनि विष्णुले भन्नुभयो, हे ईश्वर, यो काम म पार लगाउला। हजुरले सन्देह गर्नु पर्दैन, म दक्षको घर जान्छु, म फर्केर नआउन्जेल हजुर यही राज गर्नुहोला भनी महादेवलाई पर्खाई आफू दक्ष प्रजापतिको घर जानुभयो। दक्षले विष्णु आएको देखि माथि डाकेर आदर्शपूर्वक बसाली, हे विष्णु, आज मेरो घर किन पवित्र गर्नुभयो? आज्ञा होस् भनी सोधेपछि विष्णुले आज्ञा गर्नुभयो। हे दक्ष प्रजापति, केही माग्न आएको हुँ, दिने भए मात्र माग्दछु। यति सुन्नासाथ दक्षले भने, हे विष्णु, तिमीले मागेपछि जे वस्तु भए पनि दिनेछु, के चाहियो आज्ञा गर।
त्यति सुनि विष्णु भन्नुहुन्छ, हे दक्ष प्रजापति, म वैकुण्ठको अधिपति भएर पनि मेरा स्त्री छैनन्। तिमीले कृपा गर्नाले 33 कोटी देवता कन्यादान पाए उद्धार भए। अब सतीदेवी छन्, ती मलाई कृपा गर। विष्णुको यस्ता वचन सुनि दक्षले चिन्तित हुँदै भने, हे विष्णु, मेरा पुत्र नहुनाले सम्पत्तिको रक्षा गर्न राखेको हुँ। दिनु त उचित थिएन, तर बाचा गरेको हुनाले दिन कर लाग्यो। ती कन्या तिम्री भइन्। अब सुदिन ठहराई कन्यादान लिऊ। यदि दक्षको वचन सुनि कृष्णले हुन्छ भने वैकुण्ठ जानुभयो। अनि विष्णु आएको देखेर महादेवले सोध्नुभयो, हे विष्णु, तिमी गएको काम कस्तो भयो? अनि विष्णुले उत्तर दिए, हे ईश्वर, म गएको काम पुग्ला जस्तो त भयो, तर आफैलाई भनी मागेर आएको छु। हजुर वृद्ध सन्यासीको रूपमा धारण गरी कन्यादान दिने ठाउँमा आई भिक्षा माग्नु र मलाई भिक्षा नदिई कन्यादान दिने दुवैलाई श्राद्ध दिनेछु भन्नुहोला। अनि म हे सन्यासी मेरो लग्न बित्न लाग्यो। कन्यादान भइसकेपछि भिक्षा दिनेछु। न शराब, बरु यहाँ आएर बस भनी आफू बसेकै छेउमा बसाली राख्नेछु। र दक्षले कन्यादान दिँदा आँखा छली सतीदेवीको हात हजुरको हातमा पारिदिनेछु। त्यस दिन यो बेला आउनुहोला भनी दक्षसित भएको सबै विवरण एकाएक गरी सुनाउनु भयो। विष्णुको कुरा सुनि प्रसन्न भएका महादेव अवश्य आउनेछु भने गदगद चित्तले कैलाससम्म जानुभयो। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमारगस्त्य संवादे श्री स्वस्तानी व्रतकथा दक्ष कन्या विवाह वर्णनामय तृतीयो अध्याय स्वाहा। अब हामी कथाको अन्त्यमा गरिने स्तुति गर्न गइरहेका छौँ। आज हामीले तेस्रो अध्याय अध्ययन गऱ्यौँ। अब हात जोडेर, फुल लिएर हात जोडेर स्तुति सुन्नुहोला। अलि राम्रोसँग हात जोड्नुहोला। उपनयतु मङ्गलव सकल जग मङ्गलाय श्रीमान दिनकर निवदित नवलीन